मा गरे यो चौथो तह पाँचौं तह दुईटै तहमा यिनी टपिकबाट क्वेसन सोध्ने हो भूगोल वातावरण र जनसङ्ख्याबाट 5वटा क्वेसन हो है यो 5वटा क्वेसन हो अनि त्यस्तै गरी हेर्नुस् त इतिहासबाट पनि 5वटा क्वेसन छ आर्थिक पक्ष र विकासबाट पनि 5वटा क्वेसन छ अनि संविधान एकदम सजिलो टपिक अन्तर्राष्ट्रिय सङ्घ संस्था एकदम सजिलो टपिक यिनीहरूबाट पनि 5वटा क्वेसन हो तह 4 मा पनि तह 5 मा पनि अनि आज हामीले पढ्ने यो विज्ञान प्रविधि जनस्वास्थ्य समसामयिक गतिविधि छ नि हो यसबाट पनि हजुरको 5वटा क्वेसन हो है 5वटा क्वेसन हो ख्याल गर्नु होला यो चौथोमा पनि त्यही हो पाँचौंमा पनि त्यही हो यो टपिकबाट अनि हजुरको अफिस एन्ड पब्लिक म्यानेजमेन्ट छ नि हो यसबाट पनि 5वटा क्वेसन हो तह 4 मा पनि हो 5 मा पनि हो है तह 4 मा पनि हो तह 5 मा पनि हो अब तह 5 को अघिल्लो दिन पछिल्लो दिन चाहिँ तह 4 को भएको हुनाले गर्दा हजुरहरूलाई चाहिँ सम्पूर्ण आइडिया तह 5 मै हुन्छ अनि तह 4 को चाहिँ कुनै पनि हालतमा परीक्षा बिगार्नु भएन है कुनै पनि हालतमा परीक्षा बिगार्नु भएन फर्स्ट टाइम हो भने तपाईको चाहिँ प्याटर्न कसरी सोध्दो रहेछ के रहेछ कस्तो रहेछ टाइम म्यानेज गर्न सकिदो रहेनछ कि रहेनछ भन्ने कुराहरू सबै असोजको 3 गते थाहा पाउनुहुन्छ यहाँ पनि मैले तपाईको इन्टरनल्ली 15-16 वटा एक्जामहरु चाहिँ गराएर तपाईहरुलाई पठाउँछु अनि थप तपाईको असोजको 3 गते 5औं तहको प्रिटेस्ट हुन्छ त्यसमा पनि भाग लिने त्यसमा पनि जाने गर्ने अनि हजुरको चाहिँ चौथो चाहिँ कुनै पनि हालतमा नबिगार्ने है 5औं मा पास भइहाल्नु भयो नि त सकिगयो है अब 5औं को तपाईको डकुमेन्टले पनि बैंकहरुमा फर्म भर्न मिलिहाल्छ अनि तपाईको चाहिँ रिटर्नको परीक्षा दिने त हो तपाईले है रिटर्नको परीक्षा दिने त हो यसबाट गणित पनि हामीले अब भनेको लगभग तपाईको चाहिँ म्याथको क्लास आउने हप्तादेखि चाहिँ सुरु हुन्छ होला है अनि रह्यो यहाँनेर तपाईको चाहिँ सार्वजनिक संस्थान भन्ने टपिक यो टपिकबाट हजुरको लेभल 4 मा 4वटा क्वेशन सोध्छ भने 5वटा क्वेशन सोध्छ भने लेभल 4 मा 10वटा क्वेशन सोध्छ भने लेभल 5 मा 5वटा क्वेशन सोध्छ यो 10वटा यो भयो हेर्नुस् 9वटा टपिक लेभल 4 मा भयो अनि लेभल 5 मा चाहिँ थप यो 9वटा त थदै छ यो 9वटाबाट लेभल 5 मा 45वटा क्वेशन सोध्छ अनि 10औं टपिक पनि छ क्या लेभल 5 मा के छ भने इंग्लिश ग्रामर एन्ड तपाईको नेपाली व्याकरण है नेपाली व्याकरण हेर्नु त व्याकरण हो यिनी कुराहरु चाहिँ तपाईको 5औं तहमा छ है 5औं तहमा छ यो एक्स्ट्रा भनेको यति कुरा पढ्नु पर्छ चौथोको तयारीले त्यतिसम्म पुग्यो है 5औं तहको लागि पनि अब चौथोको त्यही हो अनि चौथोको लेभलमा जे पढ्नुहुन्छ त्यही नै रहन्छ 5औं मा पनि मात्रै थप यति कुरालाई राम्रोसँग हेर्यो भने 5औं को पनि तयारी इनफ हुन्छ है मैले अहिले क्लास सकिना साथ के राख्दिन्छु भने तपाईलाई ल हेर्नुस्